Oh, so yummy है हेर्दा यम्मी यम्मी छ ड्रागन फ्रुट रातोवाला रहेछ है सेतो हुँदा रातै मिठो हुन्छ बा र पहेँलो पनि छ भन्ने जस्तो लाग्थ्यो है हाम्रो अमिता दिदीकोमा अमिता दिदी सुनिराख्नु भएको छ भने मलाई कृपया पहेँलोको पनि बेर्ना चाहियो कृपया भन्नु होला है म लिन आउनेछु हेलो गुड मर्निङ गाइज वेलकम टु एसएनएस ब्लग आज हामी कहाँ जाँदैछौँ है हेर्नुहोस् आज हामी कौसीमा ड्रागन फ्रुट टिप्न जाँदैछौँ है देख्न सक्नुहुन्छ है दिस इज माई ड्रागन कौसी हेर्नुहोस् है यो 2026 को ल है ड्रागन टिप्दै हुनुहुन्छ बाबाले आजको मौसम है गर्मी र शीतल दुइटै छ ओके गन्दै टिप्नु ल एउटा योसँग दुईटा आज हामीसँग रातो र सेतो दुइटै छ है सेतो चाहिँ मजाले ठुलो फलेको हुन्छ फल्छ रातो चाहिँ सेतो चाहिँ अलिक ठुलो रातो चाहिँ अलिक सानो है गाइस र यता एउटा सानो फुच्चे पनि रहेछ म टिप्न गइरहेको छु ओके रातो टिपेको छु ल है टिपेको टिप्पे छ है ओके 2026 को ड्रागन फ्रुट हार्भेस्ट भइरहेको छ अझै दरो पनि फलिरहेको छ है त्यो चाहिँ सेतोवाला हो त्यो ठुलो पटिलो अब फल यता पनि छ है बढी रहेछ यता सेतोवाला भएर यो चाहिँ रातो है ठुलोवाला रातो हो यो चाहिँ ठुलो रातो है प्याट्ट खै देखाउनु त बा हेर्नु त यो त प्याट्ट फुटिसकेको पनि रहेछ है यसरी फुटेको खायो भने चाहिँ साह्रै मिठो हुन्छ अरे यो पनि खै देखाउनु त कतिको फुटेछ आम्मामा गाइज हेर्नुहोस् है कमिलाले एट्याक हानिसकेको रहेछ फुटेर तिनवटा ठुल्ठुलो रातो आयो अझै हरियो पाक्नको लागि रेडी हुँदैछ हेर्नुहोस् है यहाँ दुईवटा सेतोवाला हो यो चाहिँ व्हाइटवाला यो चाहिँ पाकिने छ यो पनि है यसरी टिप्दै हुनुहुन्छ बाले यहाँ बाहिर पनि टन छ है गाइस बाहिर छ यता माथि पनि छ लट्स एन्ड लट्स है गाइस मेरो सुन्तला पनि हेर्नुहोस् है फलिरहेको छ है हरियो भइरहेको छ यो पनि सुन्तलाको नि पाकिसकेपछि तपाईँहरूलाई म यसको हार्भेस्टको बेलामा चाहिँ देखाउँछु ओके अब तपाईँहरूलाई म मेरो टिमुर कस्तो भइरहेको छ त्यहाँतिर गाइस टिमुर हेर्नुहोस् है टिमुर कसरी फलेको छ है टिमुर अस्तिको भिडियो कि हिजोको भिडियोमा अमिता दिदीको भिडियो देखेको थिएँ है उहाँले कसकोमा जाँदाखेरि टिमुर टिपेर खानुभएको थियो हरियो रङको टिमुर पनि मिठो हुन्छ कुटेर खानु भन्नुभएको थियो हामीले त अहिलेसम्म यो टिमुर हरियो टिपेर खाएको छैन है यो सुकेर पट्टा फुट्छ भित्रको दाना निकालेर मात्रै खान्छौँ हामी चाहिँ ओके है यो टिमुर हेर्नुहोस् है बाबाले ड्रागन फ्रुट लिएर आइसक्नु भयो कति किलो होला है सबै गरेर 4-5 किलो होला र आजको हाम्रो हार्भेस्ट ड्रागन हार्भेस्ट यहीसम्म मात्रै गाइज थ्याङ्क यू फर वाचिङ सबैजनाले माया गरिदिनु होला सबैजनाले साथ दिनु होला सक्दो सेयर पनि गरिदिनु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला है गाइज थ्याङ्क यू भेरी मच ओके है ड्रागन हार्भेस्ट भइसकेको छ अब हामी काटेर चाहिँ खान्छौँ पनि Oh, so yummy है हेर्दा यम्मी छ ड्रागन फ्रुट
रातोवाला रहेछ है सेतो हुँदा रातै मिठो हुन्छ बा उम्. र पहेँलो पनि छ भन्ने जस्तो लाग्थ्यो है हाम्रो अमिता दिदीकोमा अमिता दिदी सुनिराख्नु भएको छ भने मलाई कृपया पहेँलोको पनि बेना चाहियो कृपया भन्नु होला है म लिन आउनेछु मिठो छ मिठो. मिठो छ ल है म पनि एउटा चाखिहालौँ है कस्तो छ गाइज यम्मी यम्मी बाई बाई